एभ्रिवान स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आफ्टर लङ टाइम ब्याक आई ब्याक टु माई युट्युब। ओके, अहिले चाहिँ मैले चाहिँ कुन जग्गा भन्छ अरे दोक्रामा आइपुगेको छु होइन। यहाँको वेदरहरू अनि यहाँको हिउँहरू चाहिँ म हजुरहरूलाई देखाउने छु। तर अहिले चाहिँ सबै बिलिसकेछ हिउँहरू पनि। बिहान त यति दामी भइरहेको थियो गाइस, ओ माई गड। ठन्डा पनि यस्तो डरलाग्दो ठन्डा रहेछ, सोचेको थिइनँ यति बेसी ठन्डा छ। अनि यहाँको वेदरहरू चाहिँ एकदमै जाडो, सोचेको जस्तो चाहिँ छैन रहेछ गाइस। म चाहिँ हजुरहरूलाई यहाँको यो उयोहरू देखाउने छु ल, स्नोफलहरू चाहिँ कस्तो हुँदो रहेछ, क्या दामी देख्दो रहेछ। तर यहाँबाट चाहिँ यहाँको चाहिँ हेलिप्याडको हिउँ चाहिँ हेर्नु सक्नुहुन्छ है, यस्तो बिग्नाको थाक रहेछ यहाँ पनि। आम्मा हेर्नु न, बाफ्रे, तर कस्तो दामी देख्दो रहेछ हौ, माई गॉड। रिमेम्बर दोक्राको हेलिप्याड भन्ने जग्गाको यो चाहिँ सफा गरेको होला है नाना? ए हो, हजुर। सो गाइज, आजको भ्लग चाहिँ यस्तै भयो। अनि साथ दिनु होला, सपोर्ट गर्नु चाहिँ नभुलिदिनु होला भन्दै आजको भिडियो चाहिँ म यहीँनिर अन्तिम गर्न चाहन्छु। किनकि घर पनि आइपुगेँ, प्लस हामी चाहिँ उँभो जाँदाखेरि चाहिँ यति धेरै ठन्डा, झन् बेसी ठन्डा पनि भयो। प्लस त्यस्तो क्लियर पनि नदेख्ने भयो कि, पुरा त्यो फोगी आएको कारणले गर्दाखेरि चाहिँ भिडियोको क्ल्यारिटी नै आएन पनि, पुरा अँधेरो खालको त्यस्तो भएको कारणले गर्दा चाहिँ मैले पुरै भिडियोहरू चाहिँ गर्न सकिनँ वहाँ गएर। सो त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु। कुनै दिन जानेछु होला फेरि, यदि गइछु भने चाहिँ फेरि पनि म त्यहाँको भिडियोहरू चाहिँ हजुरहरूको सामने ल्याउने नै छु। यहाँनिर चाहिँ जाडो भएको कारणले गर्दा पुरा स्मोक गरेको जस्तो पुरा स्मोक आउँदैछ मुखबाट पनि, धुवाँहरू चाहिँ यति धेरै निस्किरहेको छ कि। सो आजको लागि चाहिँ यति नै। अनि मेरो भिडियोलाई चाहिँ लाइक, सब्सक्राइब, सेयर गर्नु चाहिँ नभुलिदिनु होला भन्दै सबैजनालाई बाइ। अहिले चाहिँ म पनि घर आइसकेको छु, सबैजनालाई बाइ।